हजुर के आवाज सुन्नुभयो कराए जस्तो छ केही रोए जस्तो छ दिदी हेर्नुस् त त्यो कुकुरको बच्चा पो रहेछ कसले छोडेर गयो होला यसलाई आहा यो कति प्यारो कुकुर हो घरमा लैजाम न तिमीहरूले के लिएर आयौ हामीले यो कुकुरलाई पालौँ न तर तिमीहरूले यो कुकुरको ख्याल गर्नुपर्छ उनीहरूले यो कुकुरलाई एकदम माया गरी खेलाउन थाल्दछन् दिदी यो कुकुरको नाम के राख्ने होला ज्याक राखौँ न ज्याक राम्रो सुनिन्छ उनीहरूले कुकुरको नाम ज्याक राख्दछन् र दैनिक यो कुकुरहरूसित खेल्दछ दिन त्यो कुकुर हराउँदछ ज्याक 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 मम्मी ज्याक कता गयो अब ज्याक भोके हुन्छ ज्याकलाई गाडीले हान्यो भने के हुन्छ त्यसलाई कसले पाल्छ दिदी अब के गर्ने ज्याक उनीहरू कुकुरको खोजीमा हिँड्दछन् ज्याक वा यो सेतो हाम्रो कुकुरलाई देख्नुभयो अहिले देखिन नि ज्याक 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 यति राति कहाँ हिँडेको ओ बाबु नानी हो रात परिसक्यो तिमीहरू छिटो घर जाओ किन यति राति हिँडेछौ हँ दिदी रातिमा मलाई डर लाग्यो ओहो राति भइसक्यो मैले बाटो पनि चिन्दिनँ अब के गर्ने होला यिनीहरू आफ्नो घरको बाटो बिर्सिन्छन् र रुँदै एक ठाउँ बस्दछन् ए नरौ म छु नि उनीहरू भौतारिँदै यता र उता आत्तिँदै हिँड्दछन् दिदी राति पर भोक लागे पनि घर जाम के मैले त बाटो चिन्दिनँ दिदी हेर्नुहोस् त त्यहाँ मन्दिर आज त्यही मन्दिरमा बसौँ दिदी राति केही आयो भने भूत आयो भने भगवान्ले हामीलाई रक्षा गर्नुहुन्छ केही आउन्न उनीहरू त्यस रात त्यही मन्दिरमा सुत्दछन् उनीहरूको आमा खोज्दै आउनुहुन्छ आर्यन सृष्टि उनीहरू यहाँ पो सुतेका रहेछन् उनीहरूलाई आमाले काख लिनुहुन्छ नानी नानी मम्मी आउनुभयो मम्मी ज्याक भेट्टेन घर जाम ज्याकलाई खोज्न उनीहरूलाई आमाले घर लैजान खोज्नुहुन्छ तर उनीहरू मान्दैनन् र आमाले भन्नुहुन्छ अहिले घर जाम खाना खाम अनि सुतेर भोलि जामला खोज्न जाम मम्मी उनीहरूलाई आमाले फकाएर घर लिएर जानुहुन्छ र घर पुगेर भन्नुहुन्छ उनीहरूलाई भोक लाग्यो होला बिहानदेखि केही खाएको छैनौ जाम खान मम्मी ज्याकलाई नखोजिकन हामी भात खान्न उनीहरूले खाना नखाई ओछ्यानमा गई रुँदै सुत्दछन् र सपना देख्दछन् कि ज्याक 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 मम्मी यहाँ के आयो एक्कासी अँध्यारो छाउँदछ त्यति बेला एउटा चिल आएर कुकुरलाई उडाएर लिएर जान्छ नरौ आर्यन नरौ के भयो त्यही बेला त्यहाँ कुकुर आइपुग्दछ आर्यन ज्याक आयो यति धेरै खोजे मामी समय बित्दै गयो उनीहरूले नयाँ घर बनाउँदछन् र आफै मेहनतका साथ घर बनाउँदछन् ओ कति राम्रो घर बन्यो यो कति राम्रो घर हो मम्मी मिठाई किनिदिनु मम्मी मिठाई किनिदिनु पेन कता गयो खोज त त्यहाँ मैले त्यही राखिदिएको खै कता राखिदिएको मलाई देऊ छिटो हेर्नु त त्यहाँ राखिदिएछु छिटो देऊ मलाई चाहिसक्यो दिदी हेर्नु न चल्ला आज होस्टेल जाने हो र घुम्न जान्न मिस यो भनेको के हो बुवा तपाईले रेगुलर दबाई खाने गर्नु कति चाँडो छ न यही बाहिर पकाएर खाम न भित्र आऊ सबैजना छिटो छिटो दिदी साथीहरु मेरो पिक्चरमा स्कुल जान्न ज्याक कता कति
दिदी मम्मीलाई बोलाइदिनु मेरो टाउको दुख्छ मलाई मम्मीलाई बोलाइदे जिया पुरै पानीले भरेछ होला हाम्रो घर पनि बगायो ला उता उता हेर औषधि ल्याउनु बुवा ल्याउनु ल ल ल लिनु सबैजनालाई सुरक्षित हुनुपर्छ बुवा तपाईँलाई लागेछ ओहो ल ल ल जाम ल्याउनु बुवा ल्याउनु आमा सबैजनालाई ल्याउनु के चाहिएछ भन्नु होला छिटो गर है घर छिटो भयो त्यहाँको उताको सिसा पनि माथि डाउ ओ त्यो उताको ढुङ्गा खै घर त बन्यो है कति राम्रो भयो ल ल ल दिदी ल ल ल पसल छ एम्बुलेन्सलाई फोन गर्न पर्यो हस्पिटल लगाउने एम्बुलेन्स ल ल ल ल ल छिटो हातमा लागेछ छिटो मम्मीलाई के भयो बाबा मम्मीलाई सन्चो हुन्छ कि हुँदैन भगवान मम्मीलाई ठिक गराइदिनुस् म मम्मीको कुरा मान्छ अनि पढेको हजुरलाई कस्तो भयो केही ल्याइदिउँ अनार दबाईहरू केही चाहिएछ पानी मम्मी अब घर जाम गाडीभित्र आउन धेरै इज द पावर हाउस अफ द सेल ट्रान्समिसन इन्टरभेसन ज्याक पनि हामीसँग पढ्ने छ मेसिन आएछ अस्पतालमा हो कति राम्रो हो अब के यसले उस निकाल्ने छ बित्दै जान्छन् धेरै वर्षपछि म त नर्स भएँ नि मम्मी फर्स्ट उस भएर आएको छ नर्समा हो ज्याक त ठुलो भइस ज्याक नारेन छिटो प्रिन्सी भन्ने त आउनु भएको छैन उहाँको आज डेट थियो कता जानु भएछ र हो सम्झना छ